मर्निङ साथीहरू। ल मेरो त बिहान भइसक्यो, अब हजुरको बिहान भएको भएन, काम जाने बेला भइसक्यो। फटाकपटक रेडी भएर अब कामतिर लाग्नुपर्छ। आज झन् बाहिर कस्तो ताइफो हावाहुरी पानी छ, त्यो त अब बाहिर निस्केपछि थाहा हुन्छ। हेर्दै गरेमै कस्तो छ। ओ भाइ साहब, के हो यस्तो मौसम त? उडाउला जस्तै हावा चलिरहेको छ। ओ माइ गॉड, कसरी जाने होला काममा? आज त हिँड्दै जानु पर्ला क्या हो। बाइक साइक त अब नै डेन्जर छ, नलाने सकिँदैन। यही ताइफोको सुरुवातले म मेरो पहिलो भिडियो आज पोस्ट गरिसकेको छु होइन। हेर्नु होला, मन पराइदिनु होला होइन। अब के मिस्टेक छ त्यो चाहिँ भन्नु होला कमेन्टमा, अथवा मेसेज गरे पनि हुन्छ, धेरैले चिन्नुहुन्छ होइन। आज त टाढासम्म गाडी नै छैन त बाटोमा, पुरा सुनसान छ त यता पनि। मौसम पुरा च्यालेन्ज गरिरहेको, बादल भएको छ। पानी र हावाहुरी दुइटै आउने भएछ त आज। त्यो ओकिनावाको ताइफो पनि यो वर्ष, गएको वर्ष भन्दा पनि त यो वर्ष लगभग कति, यो आजको ताइफोले त 3-4 वर्ष त ताइफो भने आएको। के भन्नु, ताइफो आयो भने काम जानै पऱ्यो। एउटा गाडी बल्ल देख्यो, एउटा सिङ्गो बलिसक्यो। पानीमा अझ यस्तो टक्क बोल्दै ब्लग बनाउँदै काम जाँदै हिँड्दै। पानीले गर्दा धेरैजना कपडाहरू सुक्दैन होला, त्यही भएर यहाँ आएर लन्ड्रीमा कपडा सुकाएर जानु होला है। ओकिनावामा बस्ने साथीहरू। नेपालमा भयो त यो बेला गएर खै यो बेला बारीहरूमा भयो त आँप झर्छ, टिप्न जान हुन्छ, कस्तो रमाइलो हुन्छ नेपालमा त। यहाँ त छैन। साइकलहरू झारेछ त भुइँमा। मजाको हल्लिँदै फुलहरू सबै ढलिसकेको रहेछ त। यहाँको मानिसहरूको हालत यस्तो छ। आज हावाहुरीले पुरै हाइवेमा चाहिँ गाडी चाहिँ चलिरहेको मजाले। के काम नजिकै भएर ए बाइकहरू मैले हान्छ, मैले लिएर आउनु पर्ने रहेछ। सबै आज मजाले टक्क त्यसले आज काममा जानै पऱ्यो। त्यो मान्छेको बाइकबाट के हुन्छ यार, भर्खरै यो बाइकबाट के फ्रेममा के त्यो बाकसको सायद पानी त खासै छैन। हावा चाहिँ फेरि बडा बवाल छ। सोच्नु त यस्तो बेलामा बाइकमा आउँदा हावाले लोट्यो भने के हुन्छ, फेरि बर्बादै हुन्छ है। यहाँ त बिचमा कोही हुँदैन आफूलाई हेर्ने। अब घरमा बुढी पनि यो बिचरा त्यसै भइथिन्। हिँड्दै जाने हो 10 मिनट केही भएन काममा। हुन त मैले मेसेज गर्दैछु उसमा, के अरे फोन गर्दैछु मैले काममा, हिँड्दै आइरहेको छु म, अलिकति ढिलो हुन्छ होला भनेर भन्दैछु मैले। रुम त डान्सिङ गरिरहेको होला, डान्सिङ जापान। यही आज पानी हावाहुरी नभएको भए बाटो पुरै जाम हुन्छ पुरै त्यति बेला त। अफिस टाइम हो नि त्यति बेला। तर आजको यस्तो अवस्था यसो छ, पानी हावाहुरीले कामहरू। स्कुटर बाइक त देख्नै छैन आज त। फेरि एउटा स्कुटर देखियो, कति डर लाग्यो होला। स्माइलहरू जसरी स्माइल गर्नु है, भिडियो हेरेर मन पराइदिनु होला। तर आजको हावाहुरी त एकदम कडै छ पुरै, लास्टै जोडले। उहाँ चोकमा मोबाइल निकालेर भ्याएन, धनै ढालेन मलाई त हावाले। कस्तो हल्लिरहेको त। सब साथीहरूले भन्थ्यो कि लगन त खै त भ्लग आएन त होइन।
भ्लग पनि अब कसरी बनाउनु के बनाउनु, अब यसो सब्सक्राइब बढाउँ बिस्तारै बिस्तारै भनेर साथीहरूलाई यसो रिक्वेस्ट गरेको, अनिगाई गरेको, सब्सक्राइब हान, यता गर, यो गर, त्यो गर। अब सक्नेले जति जति गरिरहन्, केही भएन। सबै कुरा एकैचोटि हुँदैन, भइहाल्यो भने ठिकै भयो, भएन भने मेमोरीको लागि पनि भिडियो यहीँ युट्युबमा राख्ने हो। पछि बुढेसकालमा आफू आफ्नो यही भिडियो हेर्दै रमाइलो गर्दै सम्झना हुन्छ नि त एउटा। जापान बस्दाखेरि यस्तो नानी आउने त्यो चाहिँ एउटा थाहा हुन्छ यहीँबाट। छोराछोरीहरूलाई पनि देखाउन हुन्छ, हेर यस्तो थियो जापानको जिन्दगी। खोलामा गएर खोलामा पानी पनि थोरै छ आज, अब हावाले गर्दा पनि होला कि। हाम्रो साथीहरूको यहाँ राजन भाइको बाइक छ, काममा आइसक्नु भएछ। के गर्नु, यहाँ जति पानी हावाहुरी आए पनि काम आउनै पऱ्यो। कामको बेला ढिलो भइरह गएर भेट्न हुन्थ्यो, एकछिन छुट्टीमा यसो एकछिन गएर भेट्नुपर्छ राजन ब्रदरलाई। यसो नेक्स्ट राइडको प्लानहरू के छ? अहिले त नेक्स्ट राइड पनि यसो योपालि त गइन्न होला, किनभने ठ्याक्कै 20 तारिक 19 तारिक फाइनल पऱ्यो फुटबलको। अब कहाँ केटाहरू यस्तो रमाइलो बिहान छुटेर राइड जान्छ टक्क रक्सी ओचुमामी खाँदै फुटबल हेर्नुपर्छ भनेर ग्रुपमा मेसेज आएको थियो। के अरे हुन्छ केही भएन, छुट्टी मिलेपछि जाने नै हो। हरेक महिना गएकै हुन्छन्, तर मेरो लगभग यो महिना भनेर पनि अहिले लगभग म कति 4-5 महिना नै गएन कि राइड गएन, किनभने अब बुढी त्यस्तो प्रेग्नेन्ट हुँदाखेरि अब जाने कुरा भएन। अब घरमा बसेर केयर पनि गर्नै पऱ्यो, अनि एक्लै छोडेर जान पनि मन नलाग्ने कि आफै। अब ऊ बिचरा घर बस्ने, म चाहिँ घुम्न जाने भनेर। तर अब चाहिँ यो मन्थ चाहिँ जान्छु भनेको, ठ्याक्कै फुटबलको फाइनल परिदियो, केही भएन। हेरौँ को जित्छ। तपाईँहरूको फेभरेट टिम कुन जित्छ होला भनेर यसो मिल्यो भने कमेन्ट गर्नु। के अरे मिलेन भने इट्स नो प्रब्लम, केही भएन। अब बिस्तारै चाहिँ काम पनि आइपुगेँ म, अब काम पछि भेटौँला। हस्, काम आइपुग्यो। अन्त 15 मिनट ढिलो आउँछु भनेर भने थिएँ, ठ्याक्कै 6 भइरह। अब एकछिन गएर रेनको सिलेर खोल्दा खोल्दै जुत्ता लाउनुपर्छ, गरौँ भइरह। यस्तो पानी पर्दा पनि गर्मी हुने हिँडेर हो। आज धेरै दिनपछि यसरी हिँड्यो क्या, लिफ्ट पनि आयो। ठिकै छ, यो भिडियोमा कता अब एङ्गलहरू मिलेन, के मिलेन नभन्नु होला, कता के मिलेन बरु कमेन्ट गर्नु होला, म त्यसलाई सुधार्ने कोसिस गर्छु नि त। सुरुमा अब थाहा हुँदैन नि त सबै कुरा, होइन? लु काममा नि काम सुरु भइसक्यो अब। ओ भाइ यस्तो छ ताइफु आज, यसरी ताइफु पानी, काममा पनि रमाइलै छ। अहिले काममा फर्किने बेलामा ताइफु छ, हावा छ, पानी सक्यो।